पसल बन्द गरेर मान्छे घर जाँदै गरेको हो। छिटाइज छिटाइज। आठ बजिसक्यो। हामी भर्खर पसलबाट घर आउँदै हो। आमामामा के हो यस्तो? यो चाहिँ मेरो छोरीले रोटी बनाएको रे यस्तो। ल कुनै त तावामै राखेर यो पल्टाएको पनि छैन। रोटी डढाएर यस्तो छ। यस्तो रोटी। ओहो रोटी त कम त दामी छ त। हेर्दै खाउँ खाउँ लाग्दछ नि के गर्नु। ढङ्ग भनेको यस्तो छ। के गरे यस्तो यो घिउ किन माथि राखेको यो फ्रिजको माथि? यो घिउ माथि किन राखेको? के हेरे तिमीहरू? हेलो हाम्रो चाहिँ भर्खर रुममा आइपुग्यौँ। रुममा आइपुगेर थपे मार्ने एकछिन अब। कस्तो के भयो? किन त नि? रोटी बनाएर हेर्नु नि तपाईँको छोरीहरूले रोटी बनाएको हेर्नु त। बाबालाई रोटी बनाएर डढाएर कस्तो बनाएको छ? कसले बनायो? मैले यो बनाएको। यो काँचै छ। यस्तो नि हुन्छ रोटी। हेर न रोटी बनाएर तपाईँको छोरीहरूले त घिउ दलेको थियो केबाट? होइन घिउ होइन त्यो सेकेपछि दल्ने हो क्या। अहिले घिउ नदल्ने अलिक मजाले त फुर्र उठेपछि मात्रै त यस्तो डल्लो हुन्छ नि त्यसपछि मात्रै हो। त्यतिको अगाडि दलेर त हुन्छ? कति चार्ज जोड्नु पर्यो तपाईँले? वर्षा के अरे पानी किन नलिएर आएन? वर्षाले होइन विद्याले पनि नलिकन गएको छ। यसले डी फ्रिजमा राखेर छ बोतल। दुइटैले पानी नलिकन गएको छ। अघि मैले हेरेको त डी फ्रिजमा राखेर छ पानी त जाम भएर बसेको छ। कट्टा खान्छ है।